यो मरीमा तपाईहरुलाई खुवाको यो मरी मन पर्छ कि चाकुको मन पर्छ त? मलाई चाहिँ खुवा र गुड पाको यो मरी यति मिठो लाग्छ नि, त्यही भएर म चाकुको चाहिँ खासै बनाउँदिन। यो यस्तो दामी खुवाको यो फिलिङ बनाएर देखाउँछु नि म तपाईहरुसँग आज। यति सजिलो छ बनाउन पनि। 1 कप दुधमा चाहिँ हाफ केजी खुवा एड गरिदिने र नरिवललाई चाहिँ मजाले ग्रेट गरे पनि हुन्छ, तर मैले चाहिँ ब्लेन्डरमा ब्लेन्ड गरे के यतिको नहुन्जेलसम्म र यसलाई अब मजाले मिडियम हिटमा चलाइदिने। अलि गुलियो मन पर्छ भने चिनी एड गर्दा पनि हुन्छ, तर मैले चाहिँ केही पनि नै एड गरिन र यसलाई 2-3 मिनेट पकाएर सेलाइसकेपछि यो चाहिँ यतिको बाक्लो हुन्छ है। अब यो मरी बनाउन पनि एकदमै नै सजिलो छ कि चामलको पिठोलाई पहिला मजाले मुस्ने मोमो बनाए जस्तो, र त्यसपछि अब यो मरी बनाउनलाई कतिको चाहिन्छ त्यही अनुसार यो डो लिने र हातमा यसरी नै मजाले प्रेस गर्दै यसरी तल चाहिँ चुच्चो निकाल्ने र त्यसपछि अब यसलाई बिचमा प्वाल बनाएर यसलाई फिलिङ हाल्नको लागि यसरी खाल्टो बनाउने अनि त्यसपछि फिलिङ एड गरिदिने है। अब फिलिङ एड गरिसकेपछि छोप्नलाई चाहिँ यसरी भिडियोमा देखाए जसरी मजाले छोपिदिने र यतिको भइसकेपछि यसलाई स्टिम गरिदिने 25 मिनेट र त्यसपछि त दामी यो मरी रेडी भइहाल्यो नि।